आयुर्वेदमा सबैभन्दा पहिला प्रश्न उठ्यो कि रोगको मूल कारण के हो र यसको कारण खोज्दै 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 अन्तिम एक सिद्धान्त बनेको थियो। र सिद्धान्त बन्नुभन्दा पहिला पूर्व पक्षहरू सिद्धान्तो नाम बहुविध परीक्षा अनेकविध परीक्षाद्वारा प्रत्यक्ष अनुमान आप्त यी परीक्षाहरूद्वारा अन्तिममा एक ददृश्य यथावत ज्ञान चक्षुष विधिमा आस्थिता एक विधि बन्छ जो जो कस्तो हुन्छ निश्चय हुन्छ स्थापित गरिन्छ निश्चय विधि स्थापित हुन्छ। र यो निश्चय गरियो कि दोष एव हि सर्वेषां रोगानां बहुवचनमा छ एक कारणम अष्टाङ्ग हृदय र सुश्रुतमा पनि छ सर्वेषां च व्याधिनां वात पित्त श्लेष्मना एव मूलम। र चरकमा जब 25 अध्यायमा त्यहाँ पनि समस्या भएको थियो। समस्या भएको बेला सबै ऋषि आफ्नो पूर्व पक्ष आफ्नो समस्या संशय प्रतिज्ञा सब राख्छन् र अन्तिममा जो आतिर ऋषि एक निष्कर्षमा पुग्नुहुन्छ कि व्याधिको मूल कारण येषाम् एव भावनां सम्पत् सञ्जनेद्धरम् तेषाम् एव विपद व्याधिन विविधान समुद्धरेत् यसरी भन्नुहुन्छ। र त्यहाँ जब चक्रपाणी टीका पढ्छौँ जब तेज माहुतादये येषाम् जब तेषाम् शब्द रहेको छ तेज माहुतादये र तेन वातादीनां ग्रहणम जब यो शरीर पञ्चमहाभूतिक छ र पञ्चमहाभूतिक शरीरमा र महाभूतको एक सङ्ग्रह छ जस्तै अग्नि गुणको सङ्ग्रह पित्त दोष नाम दियो यिनीहरू नामकरण गर्यो र यिनीहरूमा तेषामेव विपद यी विपदको मतलब वैगुण्यता चक्रपाणी यी विपद जब हुन्छ वैगुण्य उत्पन्न हुन्छ त व्याधिन विविधान समुदाय अनेक व्याधि उत्पन्न हुन्छ। त्यहाँ पनि एक सिद्धान्त छ। र सुश्रुतमा फेरि यो हामीले कसरी देख्यौँ यो हामीले अनि त्यहाँ एक छ तत्लिङ्गत्वात् दिष्टफलत्वात् आगमाच्च तत्लिङ्गत्वात् जब हामी व्याधि हुन्छ र व्याधिमा हामी तिनीहरूको लिङ्ग देख्छौँ जस्तै वातज व्याधिमा वातजको गुण कर्महरू देखिन्छ रुक्षता र कर्महरू जस्तै विकृत कर्महरू जस्तै शंस वंशहरू यो देखिन्छ। र दिष्टफलत्वात् जब हामी विपरीत गुण तेषां प्रसाम्यति जब दोषको प्रसाम गर्छ विपरीत गुण तेषां प्रसाम्यति चरक स्पष्टमा न र यसको गुण विपरीत जब चिकित्सा हुन्छ दिष्टफलत्वात् जब दोष साम्य हुन्छ दोष साम्य जब हुन्छ तब हाम्रो रोग निवारण आफै भइहाल्छ दिष्टफलत्वात्। र चरकमा पनि यसै भन्यो कि इदं च न प्रत्यक्षम कि यस्तै नै हामीले प्रत्यक्ष यथार्थ ज्ञान इदं च न हामीले न मतलब भन्छ हामीले यस्तै नै प्रत्यक्ष देख्यौँ जब के गर्यौँ जब हामीले व्याधिन मूल विपर्ययन उपचरन्त सम्यक प्रकृति स्थापन जब व्याधिको मूल विपरीत जब चिकित्सा थियो सम्यक प्रकृति स्थापन भयो यसरी छ।